स्वागत छ मित्रहरू, फेरि पनि नयाँ भिडियोमा तपाईँहरूलाई पूर्ण स्वागत छ। आज चाहिँ हामी अन्तिम चरण है, बिहानदेखि लिएर अहिले 2 बज्न लागिसक्यो, नन स्टप काम गरेका छौँ है। अहिलेसम्म खाजा पनि खाएको छैन, बिहान खाएको मात्रै हो, खाना खाएको छैन। अब हामी चाहिँ गएर खानासाना खानुपर्ने हुन्छ है। आज चाहिँ हामीले बल्ल गरेर कुचोको बगान चाहिँ थुर्न सकाएको छौँ है। अब आज काम सकेको छ, अनि काम त थुत्ने काम मात्रै सक्यो, अरू काम त सकिएको छैन। अब सुकाउने अनि अब बान्ने बेच्ने कामहरू अब हुँदैछ अझै पनि हामीलाई लगभग 3-4 दिनै लाग्छ है सबै गरेर। अनि आज बल्ल चाहिँ थुत्न सकाएको छु। अबदेखि है थुत्नु पर्दैन, अब आगो मात्रै हो। अनि हामी चाहिँ भारी लाउँदैछौँ। आज चाहिँ एकदमै भारीहरू चाहिँ टन्न छ है, डोरीहरू पनि छैन। यत्रो ठुलो भारी बोक्नु परेको छ। अनि पर एउटा घर छ नि, हो त्यहाँ पुर्याउनु पर्ने छ। यत्रो ठुलो भारी बोक्ने र उयो माथि छ 2टा। यहाँ चाहिँ अब एउटा डोरी छैन, एउटा चाहिँ काँधमै बोकेर लानुपर्ने हुन्छ है, अनि एउटा चाहिँ डोरीसँग बोकेर लानुपर्ने हुन्छ। अनि हाम्रो यहाँ 2टा चाउचो रहेको छ। अघि 3टा चाउचो खायौँ 5-6टामा, अब 2टा बाँकी छ। यहाँ हाम्रो पानी रहेको छ। यहाँ एक जम्बु जिउ हामीले सकाएको छौँ। खाजा यही हो, आज भात खाएको छैनौँ है। यसले अलिकति तागत दिएको छ। अब हामीले बोकेर लानुपर्ने हुन्छ यी भारीहरू, एकदमै टन्न छ। यो चाहिँ काँधमै लानुपर्ने हुन्छ। अनि यो चाहिँ अब बाँधेर चाहिँ यो डोरीले बोक्नुपर्ने हुन्छ। अनि अब हाम्रो जेनजी टिमहरू आज लास्ट है, आज फाइनल हुँदाखेरि कतिको आनन्द फिल भइरहेछ, अनि कतिको अब बिजोग भयो काम गर्दाखेरि। यतिको दिनसम्म आज यहाँ प्रष्ट भनिदिनु पर्यो। अब आनन्द त अब के भन्नु होइन, अब दुःख निकै भएको थियो। यो समय पनि हामीले सोचेको भन्दा नि ज्यादा नै गयो है। लगभग हामीले कति दिनसम्म काम गरियो? लगभग 20-21 दिन होला समथिङ होइन। 20-21। आज कति गते? आज कति गते हो? 22-23 गते होइन। हामीले 2 गतेदेखि काम सुरु गरेको। जस अब सक्यो होइन, आनन्द लाग्छ। त्यति हो, आफ्नो नि अलिअलि छ। ल गाइस, मैले चाहिँ के गरेँ भन्दाखेरि अरूको काम गरिदिँदाखेरि होइन, आफ्नो चाहिँ पुरै फुलेर सक्यो। अहिलेसम्म थुतेको छैन, अलिअलि थुत्यो। अनि त्यही अलिअलि 1-2 क्विन्टल चाहिँ बेच्यो थुतेर, बाँकी चाहिँ त्यतिकै फुलेर बसिरहेछ है। अब मैले बल्ल काम सकाएँ। यो अर्काको काम, हामीले अध्याय गरेको काम चाहिँ बल्ल सकाएको छु। अब मैले चाहिँ मेरै बगान भोलि या पर्सिदेखि चाहिँ अब निरन्तर लाग्नुपर्ने हुन्छ। धेरै त छैन, थोरै छ, तरै पनि अब सिलापाता गऱ्यो भने अलिकति चामल खाने पैसा त आउँछ, त्यही भएर त्यतिकै छोड्नु हुँदैन है। अनि अब के भन्नु र है, हामी लगभग काम गरेदेखि नुहाएको पनि छैन है, लुगा पनि धुएको छैन। जे लाएको थियो त्यही लाएको छौँ अहिलेसम्म। अब आज त यस्तै भयो, भोलिदेखि चाहिँ नुहाइ गर्नुपर्छ, सबै चिटिक चाटाक सर्टसर्ट गर्नुपर्छ। अनि लगभग अब लुगातिर अब जुम्रा परिसकेको अवस्था पनि छ है। अनि यता हाम्रो मानसिंह कुङ्बा एकदमै भारी बोक्नुमा तयार छ, भारी एकदम ठुलो छ। अब कसरी लाने भनेर पुरै सोचिरहनु भएको छ। उहाँको पनि एकचोटि अब इन्ट्रोडक्सन अब सुनिहाल्नुपर्छ। अनि हाम्रो कुङ्बालाई हाम्रो यो भिडियोमा पुरा स्वागत छ। अनि आज अन्तिम चरणमा आयौँ। अनि यहाँ यति ठुलो अब कुचोको भारी छ, यो बोकेर जानुपर्ने हुन्छ पारीसम्म। अनि कस्तो खालको महसुस भइरहेछ यति दिनसम्म काम गर्दाखेरि, के कस्तो खालको अब रमाइलोहरू भयो, के कस्तो अब दुःख कष्टहरू भयो, यो एकचोटि अब प्रश्न पारिदिनु पर्यो। ल एकदमै खुसी लाग्यो। अब कुङ्बा होइन, हजुर, हाम्रो कामको लागि एकदम आज कति 21-22 दिन भयो होइन। हजुर, ठिकै छ। अब यसो चामल खाने खर्चहरू भयो, तर घाटै छ धेरै। हाम्रो हजिरा भेटेको छ, त्यही दिनमा 150-200 होला कुङ्बा होइन। दुःखै लागेको छ, फाइदा खासै भएन। हाम्रो साउजीले चाहिँ यसो अब रासिन पानीको लागि चाहिँ 16-17 हजारको आधी चाहिँ बोक्नै पर्छ भन्छ कुङ्बा है। ल यति नै हो। ल मलाई भारी ठेल्दिनु है त कुङ्बा। ल कस्तो डेन्जर छ नि। ल गाइस, अब हामी चाहिँ लगभग जानुपर्ने हुन्छ है पारी। हो
गएर भात खानुपर्ने हुन्छ। भात खाएको छैन, खानासाना खाएर अब कुचोहरू सबै सुकाउनु पर्ने हुन्छ है। अनि हिजो लगेको पनि सुकाएको छैन, हामीले त्यतिकै राखेको छौँ। अनि गाइस अब हामीले 21-22 दिनसम्म काम गर्दाखेरि एकदमै कष्ट भयो है। कति रमाइलो पनि गरियो, कति अब है कति ठाउँमा र बिरमाइलो पनि भयो, त्यस्तै भयो। दुःख सुख जे भयो नि हामीले काम गरिसकायौँ है। अब त्यही हो, अब 2-4 दिनपछि हामी आफ्नो अब गन्तव्यतिर लाग्नुपर्ने हुन्छ है। अनि यतिका दिनसम्म अब है हामी सँगै बसेर, सँगै सुतेर, सँगै खाएर, सँगै काम गऱ्यौँ। एकदमै रमाइलो पनि भयो है, भएन? ए ल ठिकै छ नाम। अब हामी चाहिँ पारीसम्म जानुपर्ने हुन्छ है। अनि त्यही हो गाइस, अब यस्तै हो, गाउँघरमा दुःख गर्नै पर्छ, दुःख नगरी खानु पाइँदैन है। अब यसो 2-4 पैसा आउने कामहरू भेट्यो भने गर्नै पर्छ, किनभने गाउँघरमा रोजगार पाउनु भनेको राम्रै कुरा हो है। अब थोरै धेरै त्यस्तै हो है, घाटा नाफा त्यस्तै हो। ल त गाइस अब हामी लाग्नुपर्ने हुन्छ। ल भारी एकदम हेभी भारी छ। नाम पनि डेन्जर माने खतरा हो, भारी पनि डेन्जर बोक्नुहुन्छ उहाँले। बल्ल उठ्नुपर्छ। लिम्बूको छोरा दर छ। कति समथिङ कति किलो जति छ? हजुर सुक्दा कति पुग्छ? त्यति पुग्दैन होला। ल गाइस ल अब हामी पनि लाग्छौँ। ल यो चाहिँ कसले? मैले बोक्ने? नाम्लो छैन, अब बोक्नै पर्यो नि त। ल यो मेरो भारी हो, यो चाहिँ काठमा लानुपर्ने हुन्छ है। एकदम भारी छ यो, लगभग काँचो छ। काँचोमा लगभग यो 60 किलो जति त पुग्छ नै होइन। अनि यो पनि समथिङ त्यति नै पुग्छ होला। ल त गाइस आजको भिडियो के कस्तो लाग्छ तपाईँहरूले माया गरिदिनु होला है। अनि अब कमेन्टमा अनि भनिदिनु होला हाम्रो कामहरू कस्तो लाग्यो, हाम्रो बसाइहरू कस्तो लाग्यो है। अनि त्यो कमेन्टमा नि भनिदिनु होला। अनि यो भिडियोलाई एकदमै मन पराइदिनु होला र युट्युब च्यानललाई पनि सब्सक्राइब गर्न चाहिँ नभुलिदिनु होला भन्न चाहन्छु। आज अब हामी भारी बोकेर जानुपर्ने हुन्छ, हाम्रो मान्छे कुङबा गइसक्नु भएको छ। ल त गाइस अब फेरि पनि नयाँ भिडियोहरू लिएर म तपाईँहरूको माझमा आउने नै छु। तबसम्मलाई नयाँ भिडियोको प्रतीक्षामा बस्नु होला भन्दै आजको भिडियो चाहिँ मैले यहीँ अन्त गर्न चाहेँ। सबैलाई जय नेपाल।